रक्सी खाएको तैँले? आमा, तँलाई रक्सी खान लाज लागेन? लागेको थियो तर लजै लजै भए पनि खाए। तँलाई थाहा छ मेरो मुटुमा आगो बोलेको छ, आगो। अब त्यो आगो निभाउनु परेन मैले, त्यही भएर खाएको। पख, तैँले रक्सी खाँदो रहेछस्, म तँसँग बिहे नै गर्दिनँ। त्यही भएर रक्सी खाएको मैले। तैँले मसँग बिहे गरिदिनुहोस् भनेर नै रक्सी खाएको, नत्र त दुध खाइहाल्थेँ नि। त्यही पनि तेरो र मेरो बिहे भएपछि सुहाग रातमा तेरो हातबाट। मलाई जोकर हजुरआमाले तैँले रक्सी खाएको थाहा पाउनु भयो, कति दुखाउनुहुन्छ? के रे के हजुरआमाले त्यो पनि चित्त दुखाउने? अनि के त? तँलाई थाहा छ यो रक्सी मलाई हजुरआमाले नै खुवाएको हो। जहाँ पैसा के छस्? हजुरआमा, हजुरआमा। My dear Napi, यसलाई रक्सी मैले नै खानिदिएको। एनी प्रब्लम? यो सब हुनुको कारण तँलाई थाहा छ? त जहीँ बिहा नगरिकन आउनु भन्छस्। अब जहीँ बिहा गर्नलाई हामीसित के पनि छैन अहिले। सबै तिखेले लिएर गइहाल्यो। केही पनि हामीले रक्सी खाएको बुझिस्? खाली छ खा। यो सकेपछि नि फेरि अर्को पनि खानुपर्छ बुझिस्? तिखे छ त्यो तिखे कहाँ गएर रमाइरहेको होला? हामी सबैलाई टेन्सन दिएर। तिखे कहाँ जस्तो म यहाँ छु, साह्रै मजा आयो। कहाँ यहाँ लेडिज टोयलेटमा आएर बसिरहेको? म झन् त तिमीलाई जेन्ट्स टोयलेटमा खोजिरहेको थिएँ। जा मिल्नु छिटो।